Good morning all, it's vlog day. As I'm all the way from Bura Nilkantha to near Nardevi. I'm going there to vote my right. I'm voting. Are you? Use your rights. And पछि you can't complain that यो नेता भयो त्यो नेता भयो. होप नै हो, लाइफ अगाडि बढ्छ. होप भएन भने के पनि छैन, होप भएन सबै छ. लेट्स भोट एन्ड लेट्स भोट द राइट पार्टी. And hopefully the right person can rule Nepal and stabilize the politics once and for all. I'm walking. Let's go. American Embassy पुगे म. Let's see. I'll show you the road. Okay. Peaceful. बाटोहरु एकदमै कम छ. मान्छेहरु हिँड्दा पनि थोरै छ. गाडीहरु फाट्टाफुट्टा त्यस्तै पानीको. एम्बुलेन्स, एउटा बाइक. I think बाइकहरु पनि त्यो पत्रकारहरुको. I don't think they will go long. So यहाँनिर चाहिँ नकिस्नु होला. अमेरिकन एम्बेसीमा फेरि यस्तै रुल्सहरु छ. सो यहाँ चाहिँ अल ब्ल्याङ्क्ड. खाली छैनस् रोड. पानी पोखरी पुगे म. रोड हेर्नुस् एम्टी. अब यो चाहिँ एम्बेसी पुग्न लाग्यो म. त्यहाँसम्म खिच्छु. त्यसपछि I'll off the camera and okay, Kumari Bank, Mani Pokhari branch puge. Okay, Japanese embassy puge resmo. Tadi pani bike ma hunche. Yeah. There's the place where I vote. Finally, मेरो vote finished. Voting done. Sorry, Nepal. Right. So मेरो vote भयो. I'm walking back from Yetka Ball. That's all. So, voting done. Yes, the vote. उनको मसी अलिकति धमिलो भएको छ. साबुनले धोयो भने जान्ला जस्तो. Anyways, त्यही त म जान्न. Vote दियो, कलर दियो. I won't tell you. Hope मैले दिएको पार्टी बहुमत आएर जितोस्. राम्रो फिलिङ आफूले त्यत्रो टाढाबाट आयो. जस्ट आफ्नो राइट्स युज गर्यो. That's what's important, I guess. अब कहाँबाट जाने होला. Nardevi Mandir is powerful.
back. Oh dear, fucky. What dear? अब नरदेवी कतै अब कहाँबाट जाउँ भनेर सोचिरहेको छु क्षेत्रपाटी भएर जाउँ कि That's not important. The important thing today, vote day. Not day wala, English wala day, D-A-Y. अन्त दुईजनै दुई चिजकोलाई simultaneous and useful छ. So दियो pollution-less Kathmandu. It's a historic day. भगवानलाई पनि डोक्यो नरदेवी भगवानलाई. अब मैले सोधेको अनुसार यो इलेक्सनको रिजल्ट within 24 hours हुन्छ. Maximum जस्तै अब आज 5 बजे भोटिङ बुथ बन्द हुन्छ. त्यस लगत्तै भोट काउन्टिङ सुरु हुन्छ. सो अब भोटको बुथको त्यो उता लगेर अनि काउन्ट गर्दा आई थिङ्क म्याक्स अब 7 बजी सुरु होला. 2 hours तक रेस्ट दिनु पर्ला. अनि 7 to 7 means 12 hours. भोलि पर्सिसम्म रिजल्ट आउट हुन्छ. तपाईँहरूले छानिएको पार्टीहरू जितोस्. यसलाई डेभलपमेन्टतिर लगाउँ न त कि आफ्नो सेल्फ डेभलपमेन्ट ओभरअल Nepal development, not only Kathmandu, overall. That's what matters. नरदेवी को बाटो हिँड्दैछु. अब I will show you the front. नरदेवी मन्दिर, it's powerful. Then back. Oh dear, fucky. What dear? अब नरदेवी कतै अब कहाँबाट जाउँ भनेर सोचिरहेको छु क्षेत्रपाटी भएर जाउँ कि That's not important. The important thing today, vote day. Not day wala, English wala day, D-A-Y. अन्त दुईजनै दुई चिजकोलाई simultaneous and useful छ. So दियो pollution-less Kathmandu.
It's a historic day. भगवानलाई पनि डोक्यो बजेको भगवानलाई अब मैले सोधेको अनुसार यो इलेक्सनको रिजल्ट विदिन 24 आवर्स हुन्छ म्याक्सिमम जस्तै अब आज 5 बजे भोटिङ बुथ बन्द हुन्छ त्यस लगत्तै भोट काउन्टिङ सुरु हुन्छ सो अब भोटको बुथको त्यो उता लगेर अनि काउन्ट गर्दा आई थिङ्क म्याक्स अब 7 बजी सुरु होला 2 आवर्स त ग्रेस दिनु पर्ला अनि 7 to 7 12 आवर्स पर्सिसम्म रिजल्ट आउट हुन्छ होप तपाईँहरूले छानिएको पार्टीहरू जितोस् यसलाई डेभलपमेन्टतिर लगौँ न त कि आफ्नो सेल्फ डेभलपमेन्ट ओभरअल नेपाल डेभलपमेन्ट नट ओन्ली काठमाडौँ ओभरअल that's what matters फेरि त्यो बाटो हिँड्दैछु अब I will show you the front धर्मसोजनमी प्रधान पुनित स्मृति भैरव पुराणद्वारा पूर्ण भगवान श्री नारायण मन्दिर ओके यहाँ पुगेँ म चौधा गल्ली यहाँबाट म आएर ग्यास मेन रोड निस्किन्छु होला मन्दिर छ वरिपरि स्पेसल टु डगिज बिल्डिङहरू बनिरहेछ नयाँ चाहिँ सराउन्डिङको बारेमा भयो आजको बारेमा भनौँ त जेरी पसल सो आजको बारेमा बोलौँ आज के भयो गए यो अहिले ट्रेडिसनल सिस्टम त्यो चाहिँ अलिक ठिक लागेन सेम थिङ यु हेभ टु सर्च इन बुक with your name and number एकदमै कम्प्युटर एउटा राखिदियो भने इट्स कन्ट्रोल F and just search it will be damn easy कम्प्युटर सेटअप गर्न गाह्रो होला हैन बट फास्टर हुन्छ धेरै सेम पुरानो तरिका नट गुड टाइम लाग्ने धेरै कति ठाउँमा मैले फर्स्ट आफ्नो नम्बर फेरि यो सङ्केत नम्बर के हो अपडेट भइराख्ने रहेछ होइन सो त्यो पहिला थाहा पाउनु पऱ्यो द्याट्स द मेन त्यो थाहा पाएपछि बल्ल यु क्यान प्रोसिड फरवर्ड इन द लाइन कुन लाइनमा बस्ने भन्ने थाहा हुन्छ बल्ल त्यो नम्बर लिएपछि लाइक मेरो चाहिँ अब एक्जाम्पलको लागि 601 थियो अरे सो म 601 मेरो नम्बर मैले आफूले टिप्नु पऱ्यो नम्बर टिपेर चाहिँ अब त्यहाँ अगाडि बसिरहेको दाइहरूलाई देखाएर उहाँहरूले चाहिँ अब गाइड गर्नुहुन्छ तपाईँहरू यो लाइनमा गएर बस्नुहोस् भनेर सो त्यसरी पुरुषको छुट्टै महिलाको छुट्टै हुन्छ लाइन सो टु फलो द्याट अनि त्यस्तै गरेर अनि त्यो नम्बर एउटा लियो होइन त्यसपछि आफ्नो लाइनमा गएर बस्यो अनि फेरि त्यो लाइन सकिने बित्तिकै when you go forward again
you have to show that number to the another officer, election officer. त्यहाँ बसिरहेको उनीहरूले चाहिँ अनि के भन्छ भने उनीहरूले फेरि त्यहाँ त्यो चाहिँ मेन हो। त्यहाँ चाहिँ अब त्यो मतपत्रिका ब्यालेट पेपर दिन्छ, फर्स्टमा रेड दिन्छ। त्यो रेडवाला चाहिँ प्रत्यक्ष हो। प्रत्यक्ष मिन्स द इन्डिभिजुअल। अब काठमाडौँबाट अब को उठेछ होइन, त्यो थाहा पाउनु जरुरी छ हामीले। सो अब घन्टीबाट जस्तै हाम्रो एक्स स्पोर्ट्स मिनिस्टर भक्त समथिङ श्रेष्ठ उठ्नु भएको छ। त्यस्तै गरी सृजना अरूहरू उठ्नु भएको छ। त्यो चाहिँ प्रत्यक्षबाट भयो। अनि समानुपातिक भनेको चाहिँ होल पार्टी, नट एन इन्डिभिजुअल बट द्याट पार्टी ओन्ली। लाइक अब कङ्ग्रेस रुख एमालेको उनीहरूको साइन भयो। अनि घन्टीको अभियसली something another चिन्ह, द्याट्स वाट इम्पोर्टेन्ट। अनि त्यस्तै होइन अरूहरू के चिन्हहरू छ उनीहरूको त्यो अनुसार। मोस्ट इम्पोर्टेन्ट थिङ इज आई भोटेड। आई होप यु अल्सो डु भोट। अझै गर्नु भएको छैन भने प्लिज जानुहोस्। घरमा सुतेर नबस्नुहोस्, घरमा मुभी हेरेर नबस्नुहोस् होइन, घरमा आराम गरेर नबस्नुहोस्। इट्स टाइम फर यु टु मुभ। टाढा छ नजिक छ नभन्नुहोस्, किनकि टाढा त आइरहेको छु। अल द वे फ्रम बुढानीलकण्ठ टु नियर अराउन्ड नरदेवी। सो इट्स नट नियर इज इट? सरी बट अगाडि बढेपछि अभियसली पुगिन्छ। म पुगेर पनि फर्किँदैछु। सो हार्ड केही पनि छैन। हार्ड छ भनेर बस्यो भने चाहिँ विल बी हार्ड टु मुभ फरवर्ड रिच। सो आज Thursday, March 5, a historic day. Within 24 hours, election poll will be released. Who wins, who lose, we will know. अगाडि मिलिट्रीको so म त्यसैले अहिले एकछिन ब्लगलाई अफ गर्छु एन्ड विल टक यु लेटर। बाई। भेरी इम्पोर्टेन्ट थिङ होइन, तपाईँले त्यो भोट खसाल हुन्छ नि, जब छाप लगाउनु भयो, छाप कहीँ पनि यताउता दिनु भएन। जुन आफ्नो पार्टी छ त्यसको ठाउँमा लागेर वरिपरि कहीँ नलागिकन छाप दिनु होला। एन्ड वाट अरू के सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने चाहिँ तपाईँले भोट दिनुभयो होइन, भोट छाप लगाउनु भयो आफ्नो तपाईँले चुनेको पार्टीको चिन्हमा। त्यसपछि द मोस्ट इम्पोर्टेन्ट थिङ तपाईँले कसरी फोल्ड गर्नुहुन्छ त्यसलाई होइन। इट्स अभियस द्याट तपाईँले इङ्कको छाप लगाएपछि इट विल ह्याभ त्यसको अब ट्रेसेसहरू अर्को पेजमा लाग्न सक्छ। फेरि त्यो ट्रेस अर्को चिन्हमा पनि लाग्यो भने त्यो फेरि तपाईँको भोट क्यान्सल हुन्छ। सो युजलेस हुन्छ। तपाईँले त्यत्रो मेहनत गरेर भोट दिनुभयो होइन, त्यत्रो कुर्नुभयो आफ्नो पालोको लागि, वेस्ट भयो भने अभियसली इट्स नट वर्थ इट। तपाईँको टाइम वेस्ट भयो, तपाईँको भोट वेस्ट भयो। सो फोल्ड गर्दा चाहिँ वाट यु डु इज यु क्यान फोल्ड एनी वे यु लाइक। जहाँ तपाईँले छाप लगाएको छैन जसरी पनि फोल्ड गरे भयो। तर जुन ठाउँमा तपाईँले त्यो छाप लगाउनु भएको छ नि त्यसको माथि चाहिँ त्यो बाहिरको आउटर कभर, त्यो ब्याक पोर्सन त्यो परोस् होइन, वाइट पार्ट। अगाडि चाहिँ सबैको चिन्हहरू भयो, ब्याक पार्ट चाहिँ वाइट हुन्छ। सो त्यो फोल्ड गर्दा चाहिँ आफूले भोट दिएको चिन्ह चाहिँ त्यो वाइट पार्टमा परोस् फोल्ड गर्दा। त्यसो गर्दा चाहिँ के हुन्छ भने तपाईँको त्यो इङ्क
ओभरल्याप भयो पनि पछाडि व्हाइट पार्टमा हुन्छ अनि त्यो भएपछि केही प्रब्लम हुँदैन यदि त्यो ओभरल्याप तपाईको मेन ठाउँमा भयो भने चाहिँ प्रब्लम हुन्छ भोट क्यान्सल हुन्छ सो मेक स्योर यु फलो द्याट त्यसपछि I don't think you'll have any problem whatsoever. It's peaceful Kathmandu, lovely Kathmandu. I'm walking in the street of Tamea. Yeah. Okay. I don't know what is this big huge. As you can see, the roads are all there. Lisa, cut take the order. It's better. Don't use any vehicle. You keep problem success. With the turn on success. So to hassle, if you have time, leave your bikes and your cars, any vehicle in home. So that hassle came out. So there, it's all crossing. Kuchari, everybody stop for a while. म सबैलाई अर्ज गर्छु कि सबैजना भोट दिनुस् आफ्नो राइटलाई युज गर्नुस् एउटा अपर्च्युनिटी हो यु आर अ सिटिजन अफ नेपाल हैन इफ यु आर एन्ड युज योर राइट डोन्ट स्टे होम फेरि पनि भन्छु अल्छी लाएर मैले एउटा भोट नदिएर के भोट हो त्यो खालको लेम एक्सक्युजेसहरु नदिनु लेम एक्सक्युजेस नदिनुस् every vote matters तपाईले भोट नदिएर के हुन्न त्यो सोच्न हाल्नुस् भोट दिएर के हुन सक्छ त्यो सोच्नुस् always be on the positive side rather than on the negative हरेक कुराको पोजिटिभ नेगेटिभ हुन्छ I guess it's time for you to be on the plus sign minus sign so रमाइलो लागिरहेको छ can't tell the happiness and feeling just by walking in this free pollutionless KTM city. I'll stop for a while. अनि अर्को एउटा इम्पोर्टेन्ट कुरा यदि तपाईले भोट I don't think it will matter now मैले भिडियो अपलोड गर्दा गर्दा त भोटिङको टाइम पिरियड पनि सकिसक्यो हुन्छ होला तर पनि what I would like to tell is that भोटिङ गर्न जाँदाखेरि चाहिँ यो ब्याग your mobile are not allowed, camera not allowed. Camera लग्नु छ भने चाहिँ you have to be so organization photographer pass हुनुपर्छ सो हामी जनरल पब्लिकले चाहिँ क्यामेराहरू मोबाइलहरू घरमै छोडेर जाँदाखेरि राम्रो मैले भ्लग गर्नुपर्ने भागले मोबाइलहरु चाहिँ लिएर हिँडेको थिएँ सो आई ह्याड टु किप आउटसाइड उनीहरूले सेल्फी राखिदिन्छ वरिस त्यो त छँदैछ तर अब त्यति इम्पोर्टेन्ट छैन भने चाहिँ मोबाइल ब्यागहरू नलिएर आउनु हुने सबभन्दा राम्रो होला त्यो एउटा जानकारी दिनु थियो त्यही हो भोट दिए तपाईँ पनि दिनुस् अरूलाई पनि दिन लगाउनुस् one vote can change the system of Nepal, change the dynamic of who rules KTM city and who rules
all over Nepal. प्रत्यक्ष भनेको इन्डिभिजुअलको लागि अनि समानुपातिक भनेको चाहिँ ग्रुप त्यो पार्टीको लागि त्यही चाहिँ मैले आज क्लियरली बुझेँ म हिँड्दा हिँड्दै जेमिनीसँग कुरा गर्दा गर्दा आई क्लियर्ड माई कन्फ्युजन सुनिरहेको थिएँ होइन तर एक्चुअल मिनिङ जबसम्म नो यु आर नट इन्टु इट यु वन्ट बी एबल टु नो आज मलाई यसको इन्फर्मेसनको जरुरत थियो म यतिकै हावातालमा कसैलाई भोट दिन्न होइन सो डिफ्रेन्ट इन्फर्मेसन अन द वे लिँदै the past work I thought this party and this individual can actually do something, if not major changes, at least some changes, some good positive changes that we desire. मेरो आफ्नो हिसाबमा चाहिँ अब त्यो जब अपर्च्युनिटी स्टुडेन्टहरु किन आजकल अब +2 सकिने बित्तिकै एसएससी सकिने बित्तिकै they go abroad. If they don't go, then they are left behind. That's what they think. So त्यो thinking I think should not happen. आफ्नो देश आफ्नो जन्मभूमिलाई छोडेर अर्काको देशमा गएर काम गरेर मरेर हैन त्यत्रो इन्भेस्टमेन्ट गर्नुपर्छ obviously to go abroad. You have to start from zero. त्यो भन्दा त बरु आफ्नै देशमा लगानी गरेर केही राम्रो गर्ने अवस्था सृजना हुनु पर्यो. I think education level ma we are not far behind. It's just that people want to go abroad, so-called US life, Australian life. होला त्यहाँ सुविधाहरु टन्नै होला त्यहाँको गभर्नमेन्टले दिइराछ. Nepal government can also give the same to us, then I don't think anyone would like to go abroad in any ways. So I'll take a rest and click video in some seconds. Bye. Hello, my vlog is about to end. Hello, my vlog is about to end. I have already reached Nankopal Chowk. I'm heading towards my destination where my bike was kept. So it was all in all very good walk. About 2 hours something. घरबाट 7 बजे निस्केको थिएँ. So now I have already returned and it was good. It was a good experience returning to my bike and going home. I did my job. I used my rights. I hope you use also, so that right person comes to the post. That's it. We edit this vlog ASAP by today and post online on the voting day itself. Checking it to my bike. There's my bike, safe and sound. That's the end of my vlog. Bye. See you later.